जय श्री राधे। मेरो गाउँ सिन्धुपाल्चोकको भोटेचौर गाविसमा पर्छ। ज्योतिष गाउँ हो मेरो गाउँको नाउँ। साह्रै रमणीय, चारैतिर हरियालीले ढाकिएको छ। स्वर्गीय आनन्द प्राप्त हुन्छ मेरो गाउँमा आइपुग्दा। साह्रै आनन्दित छ, शान्त, सुन्दर मेरो गाउँ। मेरो खेतमा यति बेला केरा फलिरहेको छ, अर्गानिक केरा। केरा धेरै फल्दछ मेरो खेतमा। एउटा सानो व्यवसाय गरेर, तरकारी खेती गरेर बसिरहेको छु म मेरो गाउँमा। मेरो एउटा सानो कुखुराको व्यवसाय, यो कुखुराको फार्मको टहरा हो। साह्रै आनन्दित लाग्छ। आफ्नो कृषि पेसामा अति गर्व लाग्छ। कृषि पेसा गरिरहँदा साह्रै गर्व लाग्छ। चारैतिर हरियाली, शान्त वातावरणमा बस्न पाउँदा अति भाग्यमानी सोचेको छु मैले आफूलाई। मानिसहरू गाउँमा बस्न भनेपछि साह्रै दुःखी हुन्छन्, तर मलाई किन हो किन सहरमा भन्दा गाउँ नै प्यारो लाग्छ। बेला बेलामा थोरै भजनहरू पनि प्रस्तुत गरेर भिडियोलाई पोस्ट गर्न मन लाग्छ मलाई। बेला बेलामा आफ्नो प्रस्तुतिहरू पनि देखाउन मन लाग्छ। मलाई सबै कुरा गर्न अति आनन्दित लाग्छ। जुनसुकै काम पनि मलाई गर्न मन लाग्छ। मलाई घाँस काट्नदेखि लिएर, कोदाली खन्नदेखि लिएर सबै कुरामा आफू एकदम पर्फेक्ट हुनुपर्छ भन्ने लाग्दछ। सबै किसानहरूले यसै गरी सबै कुरा गर्नलाई आफूमा एकदम जाँगर ल्याउनुपर्छ जस्तो लाग्छ। काम गरे मात्र, कर्म राम्रो गरे मात्र राम्रो फल प्राप्ति हुन्छ भन्ने कुरा म आफूले आफैलाई भन्दछु। किनभने मैले पनि मेहनत नगरेको भए आज यति राम्रो दिनहरू आउँदैन थियो। त्यसैले म सबै किसानहरूलाई के भन्न चाहन्छु भने मेहनत गर्नुपर्छ। आफूले मेहनत गर्यो भने समयले हामीलाई अति राम्रो फल दिनेछ भन्न चाहन्छु। सबैजनाले मेहनत गरौँ, सबैजना मेहनती बनौँ, किसान बनौँ र आफूले आफैलाई सक्षम बनाऊ भन्न चाहन्छु म। जय श्री राधे, जय शम्भो भोलेनाथ।